15 फेब्रुअरी 2025 में जब क्रिकेट एसोसिएसन अफ नेपालले नेपाल क्रिकेटको नयाँ मुख्य प्रशिक्षकको लागि आवेदन खुला गरेको थियो। नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको पदका लागि विश्वभरबाट 70 जनाले आवेदन दिएका थिए, जस अनुसार क्यानले प्राप्त गरेको सबै आवेदनहरूको समीक्षा गर्दै अस्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ललाई योग्य उम्मेदवारको रूपमा छनौट गर्यो। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको हाम्रो यो विशेष भिडियोमा। आज हामी नेपाली क्रिकेटको नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा विस्तृत जानकारी दिनेछौँ। उनको नियुक्ति कसरी गरियो, के उनी नेपाली क्रिकेट प्रशिक्षकका लागि योग्य छन् त, उनको जीवन, क्रिकेट करियर, प्रशिक्षण यात्रा र नेपालका लागि कस्ता योजनाहरू छन् भन्ने सबै विषयमा चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। स्टुअर्टको पूरा नाम स्टुअर्ट ग्रान्ट ल हो। उनको जन्म 16 जुन सन् 1968 मा अस्ट्रेलियामा भएको थियो। उनी पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट टेस्ट र वानडे क्रिकेट खेलेका छन्। दायाँ हाते ब्याट्सम्यान तथा पार्ट टाइम अफ स्पिन बलर रहेका स्टुअर्टले क्रिकेट जीवनमा धेरै महत्त्वपूर्ण योगदान दिएका छन्। उनले अस्ट्रेलियाका लागि 1 टेस्ट म्याच खेलेका छन् भने 54 ओडिआई खेलेका छन्। उनले घरेलु क्रिकेटमा क्वीन्सल्यान्डका लागि शानदार प्रदर्शन गरेका थिए। टेस्ट क्रिकेटमा 1 म्याच खेल्दै 54 रन बनाएका उनले वनडे क्रिकेटमा भने 54 म्याच खेल्दै 1237 रन बनाएका छन्। प्रथम श्रेणी क्रिकेटमा 367 म्याच खेल्दै 27080 रन बनाएका छन्। उनले अस्ट्रेलियाको घरेलु टोली क्वीन्सल्यान्डका लागि कप्तानी गरेका थिए र टोलीलाई पहिलो पटक शेफिल्ड शिल्ड उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरेका थिए। खेलाडी जीवन सकिएपछि स्टुअर्ट लले प्रशिक्षकको रूपमा यात्रा सुरु गरे। उनले विभिन्न देशका राष्ट्रिय टोली तथा फ्रेन्चाइजी क्रिकेट टोलीहरूलाई प्रशिक्षण दिएका छन्। सन् 2009 मा श्रीलङ्काको सहायक प्रशिक्षक बने। सन् 2011 देखि 2012 मा बङ्गलादेशको मुख्य प्रशिक्षक भए। सन् 2017 देखि 2019 मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षक बने भने सन् 2022 मा अफगानिस्तानको अन्तरिम प्रशिक्षक बने। सन् 2024 मा अमेरिका टोलीलाई प्रशिक्षण दिए। नेपाल क्रिकेट संघले स्टुअर्ट ललाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्ति गरेको छ। यो नियुक्ति 2 वर्षका लागि गरिएको हो। स्टुअर्ट लले नेपाली क्रिकेट टोलीका लागि दीर्घकालीन योजना बनाइरहेका छन्। उनले नेपाली खेलाडीहरूको फिटनेस सुधारमा ध्यान दिने बताएका छन्। नेपालमा भएका युवा प्रतिभाहरूलाई अवसर दिने योजना बनाएका छन्। खेलाडीहरूको रणनीति सोच सुधार गर्नेछन्। उनले नेपाललाई टेस्ट राष्ट्र बनाउने लक्ष्य राखेका छन्। नेपालका क्रिकेट समर्थकहरूले स्टुअर्ट लसँग धेरै अपेक्षा राखिरहेका छन्। उनको अनुभवले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ। नेपालले आगामी वर्षहरूमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दैछ, जसमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ। स्टुअर्ट लको आगमनसँगै नेपाली क्रिकेटमा नयाँ आशा जागेको छ। अब हेर्न बाँकी छ उनको नेतृत्वमा नेपालले कस्तो प्रदर्शन गर्नेछ। तपाईलाई यो क्रिकेट सम्बन्धीको यो भिडियो कस्तो लाग्यो? तपाईको प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्नु होला। भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। जय नेपाल, जय नेपाली।